यो चाहिँ 1 लाख रुपियाँ कि आमालाई दिने आमा यो चाहिँ 50,000 1.5 लाख रुपियाँ भयो। अनि रुइरहेको थियौ तिमी कति दिन भयो कपडा लगाएको मम्मी खोइ के तिम्रो नाम अकबर खान घर कहाँ दैलेख अब तपाईँ हो नमस्ते। अनि तिम्रो घरमा कोही छैन अरू दाई भाइहरू पोलियो लायो दाइलाई ए जलेको छ भनेको। अनि बाबा अनि तिमी स्कुल जाँदैनौ अब स्कुल जानु पर्यो नि अगाडि छुट्टी भयो। कति वर्ष भयो तिमी 12 वर्ष भयो ए बिचारा। अनि आमा के भएको तपाईँलाई खास भन्नु त छोरो यहाँ कुरेर बस्या रहेछ कलेजोमा दैलेख हो हजुरको घर। म नि दैलेख पुगेर आएको थिएँ अस्ति कालीकोट दैलेख पुगेर आएको थिएँ ए। अनि यहाँ चाहिँ अब हाम्रो सिस्टरले भन्नुभए अनुसार चाहिँ उहाँको चाहिँ यहाँ निःशुल्क होइन उहाँलाई लगभग निःशुल्कै छैन निःशुल्क भए पनि तर औषधि उपचार गर्नलाई औषधि किन्नलाई औषधि कुनै औषधि बिमारले नतिर्दिनु भएको कारणले गर्दा चाहिँ हामीले चाहिँ यो 1.5 लाख रुपियाँ लगान्छ। यो चाहिँ 1 लाख रुपियाँ कि आमालाई दिने आमा यो चाहिँ 50,000 1.5 लाख रुपियाँ भयो। अनि त्यसपछि यो पैसा चाहिँ भाइ पहिलो कुरा अहिले एकछिन पछि हामी बाहिर जाँदाखेरि यहाँ हाम्रो अर्को भाइ हुन्छ कालीकोटको भाइ हाम्रो सहयोग गर्ने सहयोगी भाइ हुन्छ हाम्रो भाइ हो यो जेन्जी भाइ हो। अनि उहाँले तिमीलाई कपडाहरू किनिदिनुहुन्छ कपडा पनि फेरिकिरहन्छौ। अनि त्यसपछि गएर पहिलो कुरा अब उसलाई स्कुल जाने व्यवस्था कसरी मिलाउने त अब आमाको त दीर्घकालीन होइन यो क्रोनिक डिजिज भयो नि त होइन अब उसलाई स्कुल जाने व्यवस्था कसरी मिलाउनु त कालीकोटसम्म कालीकोट कि दैलेख तिम्रो घर दैलेखसम्म कसरी पुर्याउने भन्ने कुरा चाहिँ हामीले चाहिँ गर्नु पर्यो भाइ है तिमीले गर्नु पर्यो। तिमी जेन्जी भाइ हौ तिमी भन्दा पनि भाइ उ त तिम्रै गाउँको भाइ होला सायद आई थिङ्क होइन आफ्नै गाउँको भाइ हो तिमीले सहयोग पुर्याउनुलाई। अहिले चाहिँ तिमीले 1.5 लाख रुपियाँ राख भाइ होइन यो उसको लागि भनेर औषधहरू किन्नको लागि भनेर होइन त्यो भनेर भन्न चाहन्छु। र तिम्रो नाममा खाता खुलेको रहेनछ हामी आमाको नाममा खाता खोल्ने प्रयास गर्छौँ कोसिस गर्छौँ होइन नागरिकताहरू छ हजुरसँग खोज्ने प्रयास गर्छौँ। र त्यति भन्दै सबैजनालाई धन्यवाद र त्यो भनेर भन्न चाहन्छु है त। ल हाम्रो चाहिँ यो तपाईँलाई यसरी व्यक्तिगत हामीले सहयोग गर्न मिल्थेन तर कस्तो भन्दाखेरि चाहिँ के भन्छ अरे तपाईँ यो भाइ चाहिँ 15 वर्षभन्दा मुनिको बालक भएको कारणले गर्दा स्कुल जाने एउटा विद्यार्थी भएको कारणले गर्दाखेरि चाहिँ तपाईँलाई चाहिँ हामीले सहयोग गरेका छौँ। तपाईँको अब श्रीमान पनि हुनुहुन्न रहेछ बिचरा है। अनि त्यसपछि गएर अनि अर्को छोरा पनि पोलेको भनेर सिस्टरले भन्नुभयो अहिले भर्खरै त्यही भएर त बाबु है त कपडाहरू भाइ दाइले लगेर किनिदिनुहुन्छ तिमीलाई है ल ल।